यो सामान चाहिँ दराजबाट रिटर्न आयो हिजो है। मैले हिजो चाहिँ अब यसको अनबक्सिङ गर्नु भ्याएन, भिडियो बनाउनु भ्याएन। यो चाहिँ काम गरेन भनेर रिटर्न पठाउनु भएको हाम्रो कस्टमरले है। हाम्रो अस्ति 2-4 दिन अगाडि चाहिँ हामीले पठाएको थियौँ। धेरै नै यस्तो भयो कि यो चाहिँ सामान पठाउने अनि मान्छेहरूले चाहिँ प्रयोग गर्न नजानिसकेपछि चाहिँ नट वर्किङ भनेर चाहिँ रिजन देखाएर रिटर्न गर्नुहुन्छ होइन। त्यो चाहिँ नट वर्किङ भनिसकेपछि के हुन्छ त भन्दाखेरि ल हेर्नुहोस् है, यहाँनिर रिजन लेखाएको छ, नट वर्किङ भनेर रिजन लेखाएको छ होइन। नट वर्किङ भनेपछि हामीले पेनल्टी तिर्नुपर्छ, दराजलाई पेनल्टी तिर्नुपर्छ है। यस पेनल्टी चाहिँ खोइ कति छ, 200-300 रुपियाँ कति छ। 200-300 रुपियाँको सामान 200-300 रुपियाँ पेनल्टी तिरिसकेपछि ल हेर्नु है त। अब यो सामानले चाहिँ काम गर्छ गर्दैन हेरौँ है त। हामी यहाँ डेमो गर्दैछौँ। अब यसमा चाहिँ हामीले ब्याट्री सहित हालेर पठाएको थियौँ अनि यसमा चाहिँ अब रिटर्न आउँदाखेरि ब्याट्री छैन यसमा। ल हेर्नु है, अब ब्याट्री छैन। अब के हेर्नु त, अब पहिलो कुरो त हामीलाई सामान रिटर्नमा पठाउँदाखेरि कम्प्लिट पठाएको छैन होइन। अनि अब यसमा चाहिँ हामी हाम्रो ब्याट्री हालेर राखेर चाहिँ हामी एकचोटि डेमो गर्छौँ, काम गर्छ कि गर्दैन हेर्नुहोस्। यो चाहिँ भर्खरै अनबक्सिङ गरेको मैले। यो ब्याट्री राख्छु मैले। ब्याट्री राखिसकेपछि अब मेन समस्या यहाँनिर हुन्छ कि बिर्को लाउँदाखेरि चाहिँ मान्छे यहाँनिर बिर्को लाउनु जान्दैन भने चाहिँ सामान्य बिर्को पनि छ बिर्को भन्छन्, तर यही बिर्को लाउनु जान्दैन अनि त्यसपछि काम गर्दैन क्या। नजलले काम गरेछ, मजाले नजलले काम गरेछ। हेर्नु है, नजल घुमेको छ, यति हो काम गर्ने यसले। नजलले काम गरेछ, काम गरेर ल अब यसको रौँ काट्छु म। रौँ काट्छु लिनुहोस् है त। अब रौँ काट्यो नि, अब यति हो काम गर्ने, यति हो। यति पनि प्रयोग गर्न जान्नुहुन्न त्यसपछि अन्त नट वर्किङ भनेर चाहिँ कम्प्लेन गर्नुहुन्छ, पेनल्टी हामीले तिर्नुपर्ने हुन्छ। यति सामान्य कुराहरूलाई मान्छेले के गर्छ